मोर देन 22 इयर्सबाट नै डेटीले चाहिँ मन्डे चाहिँ माछा मासुहरू केही पनि खानु हुँदैन म जन्मिनुभन्दा अगाडिबाट नै। अनि हजुरहरूको घरमा चाहिँ कुन दिनलाई चाहिँ त्यस्तो स्पेसल मान्नुहुन्छ? हाम्रो चाहिँ मन्डे हुन्छ। अनि बिहानै डेडीसँग मन्दिर गएपछि डेडीले मलाई ब्याङ्क छोडिदिनु भयो। ब्याङ्कबाट हामी कल्चरल प्रोग्रामतर्फ लाग्यौँ। कल्चरल प्रोग्राम पनि अलि लेट नै स्टार्ट भएको थियो। अनि हामी जाँदाखेरि 1 बजिसकेको थियो। 1 बजीबाट बल्ल स्टार्ट भयो। त्यसपछि फेरि हामी ब्याङ्क गयौँ किनकि कल्चरल प्रोग्राम अझै भ्याउने जस्तो लागेन। अनि ब्याङ्कको काम भ्याएर फेरि हामी कल्चरल प्रोग्राम भएकै ठाउँमा गयौँ। यो चाहिँ हाम्रो लागि लास्ट सेमिस्टरको लास्ट कल्चरल प्रोग्राम हुनेछ बिबिए साइडबाट। अनि एकदमै रमाइलो फन भएको थियो। तर मैले चाहिँ एकदमै धेरै चाहिँ मेरो साथीलाई चाहिँ मिस गरिरहेको थिएँ जिनतलाई। अनि त्यही पनि उता डान्स भइरहेको थियो। हामी यता छुट्टै हामी आफ्नै पारामा डान्स गरिरहेको थियौँ। एकदमै रमाइलो पनि भयो र अब हामी घरतर्फ जान लाग्यौँ। थ्याङ्क यू फर वाचिङ, किप लभिङ।